यिनीहरू चाहिँ हाम्रो चिया खाने फोटो यो फोटोलाई पोज गर हामीहरू चाहिँ अहिले मर्स्याङ्गीको बगरमा छौँ यी दुईजना त्यसमा भरि पानी छ अरे अनि त्यसमा मैले फेरि पानी थप्दै गऱ्यो भने त्यो पानी त्यसमा अट्छ के हुन्छ पानी सबै बगेर जान्छ नि के खाने कफी 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 ल सिङ्कै होइन खिच्दै नै छु राम्रो राम्रो छ हेलो एभ्रिवान हामीहरू चाहिँ आज प्रेसिडेन्टल फिल्डमा जानलाई 10 बजी आइसक्यौँ तर कति बजिसक्यो 11 बजी छाडिसक्यो तर पनि कोही आउनु भएको छैन नेपाली मान्छेहरू टाइममा केही पनि हुन्न हामी चाहिँ हाम्रो फिल्डको बाटोमै अब चाहिँ सर्ट ब्रेकको लागि रोकेको छौँ कुन ठाउँ अरे हो 7 किला धादिङ अब हामीहरू चाहिँ यहाँ छौँ हाम्रो साथीहरू चाहिँ चिया खाएको छन् हामी चाहिँ फेरि चिया नखाने ग्रुप किनभने चिया खाने ग्रुप अन्त हामीहरू चाहिँ अब त्यस्तो केही हुँदैछ अब मैले धेरै पछि भ्लग गरेर मलाई चाहिँ यहाँ लाज लागेर जान लागिसकेँ अनि उतातिर मान्छेहरू छन् एकदम कुनामा आएर भ्लग गर्दैछु यिनीहरू चाहिँ हाम्रो चिया खाने ग्याङ हामीहरू चाहिँ हाम्रो नास्ता ब्रेक सबै प्लेटमा ठाउँ यिनीहरू चाहिँ यस्तो यति सिम्पल सिरीमा पनि आउनु डराउँदैछन् हेर के भन्ने होला अनि हामीहरू चाहिँ आइसक्यौँ आउँछु र हाम्रो हाइटमा चाहिँ यस्तै हो हुन्छ यस्तै त नभन्नु यस्तो राम्रो सिन छ नि के पोलेर जस्तो खालको डढेको मान्छेहरू सिनभन्दा राम्रो हाम्रो ब्लगर यता पनि त फोटो खिचेको ब्लग हो फेरि हो होइन ब्लग नै हो अब एकछिनमा फोटो यो फोटोलाई पोज गर हामीहरू चाहिँ रिजर्टमा आइसक्यौँ सबै कता कता गइसके ओ बेहोस भन हामीहरू चाहिँ यहाँ रिजर्टमा आइसक्यौँ यमुनालाई फोन गर्दैछु अब हामीहरू चाहिँ जाने बाहिर घुम्न यस नाइट टुर अफ हाम्रो रिसोर्ट हामीहरू जाँदैछौँ आगो ताप्न देखाएको छ कि यहाँ भएन हाम्रो कस्तो राम्रो रिजर्ट छ के अरे नाम रिजर्टको मर्स्याङ्गी रिजोर्ट त्यहाँ जान्छौँ हामी केही देखेको छैन आगो देखाउन Day 2 of our residential field visit. हामीहरू ब्रेकफास्ट खाँदैछौँ यो ब्रेकफास्ट कस्तो राम्रो सिन हामीहरू चाहिँ अहिले मर्स्याङ्गीको बगरमा छौँ यी हामी दुईजना अनि यिनीहरू चाहिँ आउनु नसकेर हेर त्यहीँ हामीहरू चाहिँ यहाँ छौँ यी बेहोसमा ऊ त्यहाँ हेर माथि डाँस हुनुहुन्छ अनि हामीहरू चाहिँ यहाँ छौँ हामी जाँदैछौँ एकदम चिप्लो छ यहाँ पुरै के अरे
ढुङ्गा फाल्ने म पनि आउन ए आउ न यसले चाहिँ आउनै मान्दैछन् हामीहरू चाहिँ यही छौँ के अरे अब हामी ढुङ्गामा फोटो खिच्न आँटेको एउटा ग्लास छ अरे मसँग त्यसमा भरि पानी छ अरे अनि त्यसमा मैले फेरि पानी थप्दै गरेँ भने त्यो पानी त्यसमा अट्छ के हुन्छ पानी सबै बगेर जान्छ नि त्यस्तै गरी मानसिक समस्या भएको मान्छेहरूको दिमागमा चाहिँ पहिल्यैदेखि धेरै सोच विचारहरू सबै दिमागमा हुन्छ त्यसैले अब नयाँ कुराहरू उसले सिक्न सक्दैन नयाँ कुराहरू गर्न सक्दैन उसको बौद्धिक क्षमता चाहिँ घट्दै गर्दै जान्छ उसको कुनै पनि कुरामा फोकस गर्ने त्यो क्षमता पनि घट्दै जान्छ है भावनात्मक असरहरूमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब तिमीहरूले कहिलेकाहीँ साथीहरूमा मजाक गर्छौ एकअर्काले यत्तिकै जिस्काउँछौ ठट्टा मजाक गर्छौ अनि यत्तिकै रिसाएर जाने त हुन्न नि तर यदि रिसाउँछौ यत्तिकै साथीमा मजाक भएपछि रिसाउँदैन पनि यत्तिकै हुन्छ होइन तर फेरि मानसिक समस्या भएको मान्छेले चाहिँ सानो कुनै मजाक पनि लिन सक्दैन कि उसले सानै कुराले जिस्काइदिए पनि ऊ झर्केर एकदम बढी रियाक्सनहरू देखाउने हुन्छ तिमीहरूलाई अब एससी आउँदैछ नि तिमीलाई कति तनाव छ होला नि त इक्जामको प्रेसर तनाव छ कि नै छ होइन अब इक्जामको बेलामा चाहिँ त्यो तनाव प्रेसर हुनु चाहिँ एकदम सामान्य भयो होइन तर त्यही तनाव प्रेसर तिमीलाई सधैँ भइरहेको छ त्यस्तै आत्तिने गर्छौ भनेपछि त्यो चाहिँ मानसिक समस्या भयो सो हामी चाहिँ यो संस्थाबाट बिलङ गर्छौँ हामी सबैजना चाहिँ यो चाहिँ हाम्रो महाराजा मेडिकल क्याम्पस टिचिङ हस्पिटलमा बेस्ड हो यो संस्था चाहिँ अनि हामीलाई सपोर्ट गर्ने चाहिँ अर्को संस्था छ आइएमसिसी नेपाल भन्ने है अनि हामी यो जुन प्रोजेक्ट अन्तर्गत आइरहेछौँ त्यो प्रोजेक्ट चाहिँ प्रोजेक्ट जुन कि हामी चाहिँ तिमीहरूलाई 3टा टपिक पढाउन आउँछौँ सुन है सबैले सुन है हामी चाहिँ तिमीहरूलाई 3टा टपिक पढाउन आउँछौँ एउटा चाहिँ सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ त्यसको चाहिँ हामी 3 चोटि आउँछौँ त्यो पढाउन चाहिँ 3 चोटि त्यो टपिकको अन्तर्गत हामीले पढाउँछौँ त्यस पछाडि अर्को भनेको चाहिँ मेन्स्ट्रुरल हाइजिन पढाउँछौँ तिमीहरूलाई त्यो चाहिँ 2 चोटि आउँछौँ हामी त्यो टपिक पढाउन त्यस पछाडि अर्को भनेको चाहिँ मेन्टल हेल्थ अथवा मानसिक स्वास्थ्य आज हामीले के पढ्यौँ आज हामीले चाहिँ त्यो पढ्यौँ होइन हामी चाहिँ एकदम स्केरी बाटोमा जाँदैछौँ यता चाहिँ यिनीहरू अब हाम्रो मुख चाहिँ देखिन्छ कि नै क्लासमा यता छ देखियो हावामा यस्तो स्केरी बाटो छ हामीले चाहिँ यहाँ चेक इन गरिसक्यौँ कस्तो राम्रो स्टेज 3 अफ आवर फिल्ड रिजल्ट हाम्रो चाहिँ डे 2 हिजोमा चाहिँ हिजो सबै कामहरू भयो अन्त त्यसपछि आज बन्दीको रहेछ हिजो नै बेलुका आएको अनि आज चाहिँ फर्किन्छ यही हो त हाम्रो सनराइज हेरेको सनराइज त अघि भइसक्यो त हामी त बिहानै हेरेको स्टुडियोमा चाहिँ बिहान ढिलो उठेर भर्खर उठ्दैछु अनि तिमीले पनि हेरिसक्यौ मलाई आउनु अलिक आउँदैथ्यो म उठ्दै उहिले त्यो झन् कस्तो राम्रो देखेको यार अब यसबाटै काम चलाउँ ल भन हामीहरू ऊ त्यहाँ माथि गुम्बामा केही देखेकै छैन यार यहाँतिर चाहिँ गुम्बामा पुगिसक्यौँ कस्तो राम्रो रहेछ अब हामी भित्र जान्छौँ कताबाट जाने हो ऊ त्यहाँबाट किन यो चाहिँ उताबाट जाँदैछौँ हामी यताबाट कस्तो अचम्मको कुरा यो गुम्बाको यहाँ तल फाउन्डेसनमा बेसतिर यस्तरी पानी रहेछ भित्र
पुरै बादलमाथि छौँ ऊ त्यो यमुनाहरूले भनेको हन्टेड हाउस तर त्यो केबल कारको Sorry guys for the disturbance. त्यो केबल कारको रहेछ हामीले चाहिँ टाढाबाट हेर्दाखेरि हन्टेड हाउस बनाएको थियौँ ल अब जाऊँ फर्किँदैछौँ अब त्यही छिटो छिटो चिया चिसो हुन्छ भने तिमी के खाने कफी म पनि कफी यी हाम्रो हाइट डिफ्रेन्स पुरै एउटा टाउको नै फरक छ होटेलमा बसेको छौँ यिनीहरू चाहिँ पुगिसके माथि ऊ बिरसमा हामीहरू चाहिँ बल्ल जाँदैछौँ छिटो हाम्रो कफी र चिया कफी नै हो है हामी दुइटा होइन कफी सकिन्छ अब छिटो मुना हामीहरू ब्रेकफास्ट खान थालेको अलि ढिलो भएर हामीले आफ्नो मिल्क कफी चाहिँ अहिलेसम्म पाएको छैनौँ अब चाहिँ हामीहरू सिद्ध गुफातर्फ जान थालेको सिद्ध गुफा चाहिँ के अरे नेपालको चाहिँ लार्जेस्ट अनि एसियाको सेकेन्ड लार्जेस्ट गुफा के छ सृष्टिना सबको फिट चेक प्लानमा चेन्ज भएको छ अब चाहिँ हामीहरू के अरे गुफा होइन मिनी ग्रेट वाल जाँदैछौँ कस्तो छ उता बिर्सना यता सृष्टिना भ्यू अनि हामीहरू चाहिँ जाँदैछौँ हामी चाहिँ लगभग नजिक पुगिसक्यौँ अब त्यहाँ किन फ्ल्याग देखेन कहाँ छ फ्ल्याग ऊ फ्ल्याग त्यो फ्ल्यागसम्म पुग्ने हामीले वी आर नियर एन्ड फाइनली we have reached the wall and now we are going to find a place to sit कहाँ बस्ने अब एकदम नजिक पुगिसक्यौँ वालको हेलो गाइस यत्रो 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 हेरेर यस्तो अब वालमा नै हिँड्दैछौँ एकछिनपछि वालमा नै हिँड्छौँ ओ छिटो आऊ मोबाइलै सक्छु ला गाह्रो भएको छ हेर अब त मलाई सधैँ एकछिन यस्तो गाह्रो बाटोमा ल्याएर हामीलाई यस्तो सिम्पलै वाल छ यो ल ल है ल हाम्रो चाहिँ पहिला गुफा जाने प्लान थियो त्यो क्यान्सल गरेर यस्तो वालमा ल्याएर ल हामी फर्स्ट स्टेपसँगै राखौँ है कुन कुन खुट्टा हुन्छ अरे राइट कि लेफ्ट राइट 1 2 3 ल सिङ्कै होइन खिच्दै नै छु मलाई त्यहाँ सबैलाई एकदम कस्ट्युमहरूमा ड्रेसमा कस्तो रिग्रेट हुँदैछ हाम्रो जिन्दगी थुक्क केही पनि लगाएर के बनाउनु पाएनौँ मैले कति धेरै के अरे गानाहरू सेभ गरेर ल्याएको थिएँ त्यही त त्यही लाउने भनेर हामीहरू चाहिँ चटपट खाँदैछौँ हामीहरूले बाटो बिराएर यस्तो बाटोबाट जानु पर्दैछ हेर स्ट्रगल तान्दा तान्दा म लड्छु क्या हो भ्लग गर्दा गर्दा जिन्दगीमा भ्लगमा अलिक मान्ने एउटा हेर है हेलो गाइस अब चाहिँ हामीहरू चेकआउट गर्न थालेको अनि सबैहरू चाहिँ तल गइसक्नुभयो अब हामी पनि यहाँ जुत्ता लाउँछु अनि हामी चेकआउट गर्न थालेको सबै तल हुनुहुन्छ अनि अब हामीहरू चाहिँ जाने चेकआउट गरेर अब चाहिँ हामीहरू चेकआउट गर्न थालेको भन्दा पनि चेकआउट गरिसक्यो हामी चाहिँ सबै सामान लिएर आइसक्यो कस्तो राम्रो भ्यू देखेको त्यहाँ हिमालको चाहिँ गयौँ किन ल बोल स्थिति मिश्र हाम्रो 3 दिनको भिजिट सकिसकेको छ अब वी आर गोइङ ब्याक टु काठमाडौँ ल It's time to sign off किनभने चाहिँ अब चाहिँ ब्लग बनाउन सक्छु पनि it's time for that अब म चाहिँ सुत्छु होला so stay tuned